Okay, good morning everyone. आज चाहिँ म मेरो मम्मीलाई लिन जाँदैछु एयरपोर्टमा आफ्टर 6 months मम्मी आउँदै हुन्छ फेरि अस्ट्रेलियामा अस्ट्रेलियामा चाहिँ 1 वर्ष बसेपछि 6 month आउट अफ कन्ट्री हुनै पर्छ नि त त्यही भएर मम्मी चाहिँ 1 वर्ष बसेर 6 monthको लागि नेपाल जानुभएको थियो ब्याक टु अनि यहाँ आउँदै हुनुहुन्छ आज अनि मम्मीले चाहिँ बाबु 3 month हुँदाखेरि छोडेर जानुभएको थियो यहाँबाट होइन अब बाबु 9 months कम्प्लिटेड अनि 10 months रनिङमा छ मम्मीले अब कस्तो रियाक्सन हुन्छ भनेर फेस टु फेस त देख्नु भएको छैन तर फेसबुकमा देख्नु भएको छ तर पनि जस्तो टच हुन्छ नि त होइन हक गर्ने हुन्छ अनि फेस टु फेस देख्ने हुन्छ किसेस हुन्छ कस्तो रियाक्सन गर्नुहुन्छ लेट्स सी होइन अब म चाहिँ रेडी हुन्छु अलिअलि चिसो मौसम छ लेट्स सी है त म चाहिँ ड्रेसअप गर्छु अब मम्मी 1.5 आवरमा यहाँ आउँदै हुनुहुन्छ अनि हामीलाई रेडी भएर जान नै पर्छ मेरो मुख कस्तो फुल जस्तो देखेको म रेडी हुन्छु गाइज अनि आई विल सी यु This looks good, baby. Full nice, है देखा पनि जस्तो गर्दा नि भयो फुल नगर्नु भएपछि यसको हातमा गर्छु होइन जस्तै गर्छु पुरै पातलो गर्छु क्या She's here to pick Mama from airport. Mama's here for her. So excited. He also excited to see his grandmommy. Grandmommy. समरको फेस्ट अब विन्टर फेस्ट हुने जस्तै डार्कमा भने जस्तै यो अब यो हप्ता भएछ त्यसपछि स्याटरडे मार्केट भयो त्यसपछि अनि यो याच सिडनी टु हबर्ड याच हुन्छ नि ड्रेस त्यो अब पुग्नेवाला भयो कि यहाँ अब त्यसको लागि पनि मान्छेहरू टन्नै आएका छन् अनि